साथीहरु के तपाईले आफ्नो मोबाइलमा इन्टरनेट चलाइरहँदाखेरि वा टिकटक चलाइरहँदाखेरि साइडमा इन्कम गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आजको यो भिडियो अन्तर्गत रहेर हनीगेनको बारेमा जानकारी दिन गइरहेको छु। लास्ट 3 इयरबाट मैले पनि हनीगेनबाट राम्रै इन्कम गरिरहेको छु। यदि तपाईले पनि प्रयास गर्नुहुन्छ भने त्यस्तो अवस्थामा प्रत्येक महिनाको तपाईको इन्टरनेटको बिल हनीगेनबाट नै तिर्न सक्नुहुन्छ। यदि तपाईले जान्न चाहनुहुन्छ कि यसलाई हामीले कसरी प्रयोग गर्न सकिन्छ भने भिडियोलाई हेर्दै गर्नु होला। यसको लागि तपाईले आफ्नो मोबाइलमा कसरी गर्ने त्यो देखाउन चाहन्छु। साइडमा मोबाइल शेयर गर्न चाहन्छु। जस्ट तपाईले आफ्नो मोबाइलमा गइसकेपछि क्रोम ब्राउजरमा जानु होला। क्रोम ब्राउजरमा आइसकेपछि तपाईले जस्ट यहाँनिर हनीगेन भनेर सर्च गर्नु होला। माथिपट्टि हेर्न सक्नुहुन्छ क्रिएट एन अकाउन्ट भनेको छ। जस्ट यसमा क्रिएट एन अकाउन्टमा क्लिक गर्नु होला। बेसिक डाटा भनेको छ। जस्ट एक्सेप्ट अल पनि गर्न सक्नुहुन्छ, एक्सेप्ट सेलेक्टेड पनि गर्न सक्नुहुन्छ। यति गरिसकेपछि मैले एउटा कोड तपाईलाई शेयर गर्न चाहन्छु। यहाँनिर स्क्रिनमा एउटा कोड आएको छ। माथि हेर्न सक्नुहुन्छ एप्लाई अ कुपन कोड भन्ने। यदि तपाईले यो कोड राखिदिनु भयो भने त्यहाँनिरबाट तपाईले $5 अहिले भर्खरै तपाईको खातामा अर्निङ गर्न सक्नुहुन्छ। त्यसैले गर्दा एप्लाई अ कुपन कोडमा टच गरेर तपाईले त्यो कोडलाई यहाँनिर मेन्सन गर्नु होला। यहाँनिर हेर्न सक्नुहुन्छ स्क्रिनमा मैले कोड राख्दा बित्तिकै तलपट्टि $5 रेफरल कोड एप्लाइड भनेको छ। तपाईले पनि यो कोड राखिदिनु भयो भने $5 तपाईको खातामा स्टार्टिङमा नै पाउनुहुन्छ। अब तपाईले आफ्नो मोबाइलमा रहेको जीमेल आईडी लाई प्रयोग गर्न सक्नुहुन्छ। कन्टिन्यू विथ गुगल भनेर यसले तपाईको नामहरु सम्पूर्ण डिटेल अटोमेटिकली हनीगेन अकाउन्टमा एड गरिदिन्छ। हो यस्तो तरिकाबाट गर्न सक्नुहुन्छ। अदरवाइज तपाईले तल इमेल एड्रेस र पासवर्ड राखेर यहाँनिर कन्टिन्यू विथ इमेलमा टच गरेर सजिलैसँग अकाउन्ट क्रिएट गर्न सक्नुहुन्छ। अब अकाउन्ट क्रिएट गरिसकेपछि तपाईले यसमा खासै धेरै गर्नुपर्ने केही पनि हुँदैन। प्रत्येक दिन तपाईले यो हनीगेनलाई आफ्नो मोबाइलमा स्टार्ट गरेर छोड्दिनु होला बिहान र लगातार त्यसमा तपाईले आफ्नो इन्टरनेटको काम गर्दै गर्नु होला। यसमा तपाईले एक्स्ट्रा केही पनि गर्नु पर्दैन। तर यदि तपाईले राम्रो इन्कम गर्न चाहनुहुन्छ, अलि छिटो तपाईको विथड्र लिन चाहनुहुन्छ भने त्यस्तो अवस्थामा तपाईले सकेसम्म धेरै भन्दा धेरै साथीहरुलाई यसलाई शेयर गर्नु होला। साथीहरुलाई शेयर कसरी गर्ने, के कुरा शेयर गर्नुपर्छ त्यो मैले तपाईलाई जानकारी दिन चाहन्छु। जस्ट कम्प्युटर स्क्रिन शेयर गर्न चाहन्छु। यहाँनिर हेर्न सक्नुहुन्छ म आफ्नो अकाउन्टमा आएको छु। एप्रोक्सिमेटली मेरोमा करेन्ट ब्यालेन्स हेर्न सक्नुहुन्छ 2070 पोइन्ट भएको छ र 1000 पोइन्टको $1 हुन्छ। त्यसैले गर्दा तपाईले यहाँनिर 20000 पोइन्ट पूरा गर्नुभयो भने तपाईले $20 पूरा गर्न सक्नुहुन्छ। $20 पूरा गर्दा बित्तिकै तपाईले पे आउट लिन सक्नुहुन्छ भनेपछि विथड्र गर्न सक्नुहुन्छ आफ्नो पेपल अकाउन्टमा वा तपाईले जम्प टास्क भन्ने हुन्छ जीएमपीटी टोकन पनि रिसिभ गर्न सक्नुहुन्छ। त्यो कसरी रिसिभ गर्ने त्यसबारेमा पनि मैले अहिले जानकारी दिनेछु। यदि तपाईको घरमा मोबाइल र कम्प्युटर छ भने सबैमा आफ्नो हनीगेनको सेम अकाउन्टलाई लगइन गरेर छोड्दिनु होला। जति बेला पनि तपाईको इन्टरनेट चलिरहन्छ त्यसले त्यसबाट केही न केही डाटाहरु बचाएर तपाईलाई त्यस बापतको केही न केही पैसा दिने गर्छ। र तपाईले यहाँ माथि पनि हेर्न सक्नुहुन्छ यदि तपाईले 15 MB शेयर गरिदिनुहुन्छ प्रत्येक दिन भने एप्रोक्सिमेटली 10,000 हनीगेन क्रेडिट तपाईले पाउनुहुन्छ। भनेपछि यदि तपाईले धेरै भन्दा धेरै साथीहरुलाई रेफर गर्नुहुन्छ भने त्यस्तो अवस्थामा तपाईले यसबाट राम्रो इन्कम गर्न सक्नुहुन्छ। रेफर गरेर यहाँनिर हेर्न सक्नुहुन्छ आज मैले 179 पोइन्ट रिसिभ गरेको छु। र यसमा एउटा अफर के छ भने यदि तपाईले रेफर गर्नुभयो भने प्रत्येक दिन त्यसबाट एक्स्ट्रा अमाउन्ट कलेक्ट गर्न सक्नुहुन्छ। अब तपाईले रेफर गर्नको लागि के गर्ने, सबभन्दा पहिले यतापट्टि साइडमा तपाईले अप्सन देख्न सक्नुहुन्छ रेफरल्स भन्ने, यसमा जान सक्नुहुन्छ। यहाँनिर गइसकेपछि तपाईले इन्भाइट फ्रेन्ड्स भनेर देख्नुहुन्छ, यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरेपछि तपाईले यहाँनिर विभिन्न अप्सन देख्नुहुन्छ। यहाँनिर तपाईको यो रेफरल लिंक रहेको छ। हो यो लिंकलाई कपी गर्ने हो। तपाईले यही लिंकलाई फलो गरेर आउनुभयो भने $5 तपाईले पाउनुहुन्छ भने तपाईले यही लिंकलाई साथीहरुलाई शेयर गरिदिनु हो भने त्यसबाट तपाईको साथीले $5 पाउँछ भने तपाईले केही न केही हनीगेनको पोइन्ट पाउनुहुन्छ। त्यसैले गर्दा तपाईले यसलाई कपी गरेर साथीहरुमाझ शेयर गर्नु होला र यसको मार्फत उनीहरुलाई लगइन गर्न भन्नु होला। त्यस्तो अवस्थामा तपाईले एक्स्ट्रा बोनस पाउन सक्नुहुन्छ। र जस्ट तपाईले हेर्न सक्नुहुन्छ यहाँनिर यदि तपाईले डेली धेरै जना साथीहरुलाई रेफर गर्नु भएको छ भने त्यस्तो अवस्थामा तपाईले क्लेम अल रिवार्डमा क्लिक गर्न सक्नुहुन्छ। मेरो अघि नै 2000 थियो, अब यसमा मैले क्लिक गरे भने आज थपिन्छ। यहाँ हेर्न सक्नुहुन्छ रिवार्ड आर अन देयर वे भनेको छ। एभ्री क्रेडिट विल शो अप इन योर अकाउन्ट आफ्टर वी फिनिश प्रोसेसिङ इट भनेको छ। एकपटक प्रोसेस फिनिश भएपछि यो मेरो अकाउन्टमा एड हुनेछ। भनेपछि मैले यो प्रोसेस कम्प्लिट गरेको छु। जस्ट तपाईले यहाँ ओभरभ्यूमा गएर क्लिक गर्न सक्नुहुन्छ। अघि नै हाम्रोमा 2000 थियो, अहिले हेर्न सक्नुहुन्छ 3000 भएको छ। मेरो रेफरल धेरै छ त्यसैले गर्दा एकैचोटीमा 1000 बोनस मेरोमा आइसकेको छ। यो तरिकाबाट तपाईले हनीगेनबाट सजिलैसँग घरमै बसेर आफ्नो इन्टरनेटलाई प्रयोग गरिरहँदाखेरि इन्कम गर्न सक्नुहुन्छ। अब तपाईले नर्मली भन्ने हो भने यसमा यदि तपाईले डेली काम गर्न सक्नुहुन्छ भने यसबाट राम्रो विथड्र लिन सक्नुहुन्छ। मैले त रेफर धेरै छ मेरोमा, त्यसैले गर्दाखेरि मैले एप्रोक्सिमेटली भन्ने हो भने एक महिनामा 6-7 हजार 8 हजार इन्कम गरिरहेको हुन्छु यसबाट। जस्ट म तपाईलाई देखाउन चाहन्छु।
ट्रान्जेक्सन हिस्ट्रीमा गएर पे आउटमा जाँदा बित्तिकै तपाईँले हेर्न सक्नुहुन्छ मैले विभिन्न माध्यमबाट मनी रिसिभ गरेको छु। अलिकति डाउनमा देखाउन चाहन्छु। यहाँनिर हेर्न सक्नुहुन्छ मैले रेगुलर रूपमा इन्कम गरिरहेको हुन्छु। यहाँनिर पनि तपाईँले हेर्न सक्नुहुन्छ कति इन्कम भइरहेको हुन्छ। कहिलेकाहीँ एकदम राम्रो इन्कम पनि हुन्छ। धेरैजना साथीहरूले रेगुलर रूपमा हनीगेनलाई युज गर्नुभयो भने। त्यसैले गर्दा यो माध्यमबाट मैले गएको 3 वर्षबाट यही तरिकाबाट रेगुलर इन्कम गरेको छु। कुनै कुनै महिनामा 10,000 पनि इन्कम हुन्छ, नत्र भने 5-6 हजार रुपियाँ मिनिमम इन्कम भइहाल्छ। यदि तपाईँले साथीहरूलाई रेफर गर्नुहुन्छ भने त्यस्तो अवस्थामा तपाईँको चान्स हुन्छ कि तपाईँले यसबाट राम्रो इन्कम गर्न सक्नुहुन्छ। तर तपाईँले साथीहरूलाई रेफर गर्न सक्नुहुन्न भने त्यस्तो अवस्थामा भने तपाईँको इन्कम एकदम लो हुन्छ। 1 महिनामा तपाईँले $10 इन्कम गर्न सक्नुहुन्छ जस्तो लाग्छ मलाई। त्यस्तो अवस्थामा तपाईँले 2 महिनामा $20 गरेर पनि तपाईँले त्यो विथड्र गर्न सक्नुहुन्छ। मलाई लाग्छ त्यति नै हामीले इन्टरनेट कनेक्सनको लागि पेमेन्ट गर्नुपर्ने हुन्छ। र त्यसैले गर्दा मैले के भन्छु भने तपाईँले यसलाई युज गर्दा हुन्छ। एकदमै रेकमेन्ड गर्छु। मैले अहिलेसम्म जुन एउटा अनलाइन प्लेटफर्मबाट इन्कम गर्ने जुन एउटा जेन्युन माध्यम देखेको छु यो हनीगेनबाट नै देखेको छु, जसमा अहिलेसम्म कुनै पनि विथड्रमा पनि प्रब्लम भएको छैन। सबै कुरामा इजिली हामीले गर्न सक्छौँ। यदि तपाईँले पैसा निकाल्न चाहनुहुन्छ भने त्यस्तो अवस्थामा अब यहाँनिर अब विभिन्न माध्यम छन्, जस्तै पेपल पनि छ। तपाईँले $20 पुरा गरेपछि पेपलको माध्यमबाट वा तपाईँले अर्को JMPT टोकनमा पनि लिन सक्नुहुन्छ। अब दुईटै माध्यम रहन्छन्। अब यो JMPT टोकन अनि त्यसपछि बाइनेन्स एकाउन्ट, मेटामास्क, यसका धेरै वे छन् जसबाट तपाईँले त्यसलाई ट्रान्सफर गरेर नेपालमा ल्याउन सक्नुहुन्छ। मैले प्रयोग सबै गरेको छु, तर नर्मली मैले धेरै जसो विथड्र जुन छ मैले पेपलमा नै लिने गर्छु। र मैले रेकमेन्ड त गर्दिनँ तिनी, तर तपाईँले त्यो प्लेटफर्म चुज गरेर इजिली गर्न सक्नुहुन्छ। इभन तपाईँ यहाँनिर गएर जस्ट तपाईँले यहाँनिर यदि माथि गएर हाउ टु विथड्र हनीगेन मनी भनेर सर्च गर्नुभयो भने त्यस्तो अवस्थामा मेरो भिडियो माथि नै भेटाउनुहुन्छ। यो मैले 3 वर्ष पहिले राखेको थिएँ, जसमा पेपलबाट गर्न सकिन्छ भनेर मैले बताएको छु। तर पेपल एकाउन्ट तपाईँसँग छैन, पोसिबल छैन भने अरू माध्यमहरू पनि छन्, अरू साथीहरूले पनि बनाउनु भएको छ। यहाँनिरबाट हेरेर पनि तपाईँले त्यो भिडियोको माध्यमबाट कुनै अरू वालेटमा तपाईँले एकाउन्ट क्रिएट गरेर त्यसरी पनि तपाईँले आफ्नो हनीगेनमा कमाएको पैसा झिक्न सक्नुहुन्छ। पहिलो कुरा त कमाउने हो। यदि तपाईँसँग नर्मली यो हनीगेन एकाउन्ट बनाएर छोडिदिनुहोस्, केही न केही पैसा जम्मा हुँदै गर्छ। $20 $30 पुगेपछि बल्ल तपाईँले यसलाई निकाल्ने हो। त्यो बेलासम्म तपाईँले इजिली एउटा एकाउन्ट क्रिएट गरेर त्यो पैसालाई ट्रान्सफर गर्न सक्नुहुन्छ। यो माध्यम रहेको छ जसबाट तपाईँले एउटा मोबाइलमा आफूले रेगुलर इन्टरनेट प्रयोग गरिरहँदाखेरि जुन त्यसबाट बचेको केही MB छ त्यसलाई तपाईँले सजिलैसँग पैसामा कन्भर्ट गर्न सक्नुहुन्छ। हनीगेन एकाउन्ट बनाएपछि इजिली तपाईँले कुनै माध्यमबाट यो पैसालाई विथड्र गर्न सक्नुहुन्छ। त्यसैले गर्दा मैले तपाईँलाई स्क्रिनमा यहाँ देखाएको कोडलाई युज गर्न भन्छु। यसलाई युज गर्नु भने $5 तपाईँले आफ्नो खातामा पाउनुहुन्छ। तपाईँले त पाउनुहुन्छ नै, साथसाथै मैले पनि त्यसबाट केही न केही प्रफिट पाउँछु। किनभने यदि तपाईँले विदाउट कोड बनाउनुहुन्छ भने त्यस्तो अवस्थामा तपाईँले $5 पाउनुहुन्न, 0बाट सुरु गर्नुपर्ने हुन्छ। त्यसैले गर्दा तपाईँले कोड राख्नु होला। $5 तपाईँलाई बोनस हुन्छ भने साथसाथै हामीले पनि केही न केही बोनस पाउन सकिन्छ। यही थियो साथीहरू माध्यम जसबाट तपाईँले हनीगेन एकाउन्टलाई क्रिएट गरेर आफ्नो मोबाइलमा नै यसलाई एप्लिकेसनको रूपमा डाउनलोड गरेर पनि युज गर्न सक्नुहुन्छ। सजिलैसँग तपाईँले मन्थली केही न केही आफ्नो लागि एमाउन्ट रिसिभ गर्न सक्नुहुन्छ।